हामी चाहिँ पुस्तकको लागि पुस्तक छैन भाइ हामी त गाह्रै घाँचुको लागि हाम्रो चालु भयो त्यसपछि अब म चाहिँ भाइसँग बस्छु के अरे अमृत अधिकारी अनि दिपा ईश्वर दाइसँग अनि समीर र नानी चाहिँ दाइसँग विजय अधिकारीसँग उहाँ त घरमै बस्न बस्थ्यो के अरे अब मेरो स्वास्थ्य स्थिति अनुसार चाहिँ म एभेन्जरमा झरेँ त्यही हो अहिलेसम्मको अपडेट चाहिँ घट्टे खोला पार गरेको के अरे हामीले मलाई चाहिँ थाहा छैन घट्टे खोला भन्ने कहाँ हो भन्ने मलाई थाहा भयो म चाहिँ अब अधिकारी फलकसँग घाँचु जाँदैछु है हामी पनि दिनुबारी अथवा कतै चाहिँ स्कुटर लिएरै जानुपर्छ है सही रमाइलो हुन्छ मैले तिमीहरूलाई एकदम मिस गरिरहेको छु आप मेरे हिसाब से मुंबई नहीं आ सकते हैं। रोजिना मैले तिमीलाई सम्झेछु है रोजिना टुलाई पनि सम्झेछु रोजिनालाई नि सम्झेछु ल साथीहरू हामी चाहिँ गाडी आयौँ के नि अनि के छ अरे अहिलेलाई चाहिँ के बोलेछ मलाई थाहा भएन समीरको के छ लाखो टोपी ल्याएर एकदम यो बाइकमा धोका दिन जस्तो लाग्छ मलाई त पिकअपै छैन दाइ चाहिँ सही ह्यान्डसम देखिनु भएको छ यसमा चाहिँ यतातिर त धान त पहिरै भरेछ के त काट्ने बेला भरेछ कतै कतै चाहिँ काटिरहेको उर्रेको उर्रेको हान्छ होला नि मलाई पनि थाहा क्या नेपालीबाट ल नयाँ पुल आयो ईश्वर दाइ चाहिँ अघि नैदेखि आएर बिचरा धेरै कुर्नु पर्यो होला है धेरै कुर्नु भयो हामी धोती होला आयो धोती होला अरे नाम पनि के रहेछ Nonsense. That's absolute nonsense. के पुल आयो यार फेरि ल गाइजहरु यस्तो सही भ्यू रहेछ है यहाँ चाहिँ यस्तो ठाउँमा ईश्वर दाइले चिया खानको लागि रोज्नु भयो एकदम सही चोइस है यो चाहिँ हाम्रो चिया ब्रेक हो हेर्न यति स्याहार्नु पनि आँखा कि लड्यो कति लक्की हो भनेको कि यसलाई हामीले अब कहाँ लान्छौँ आखाइनेलाई ल छोडिदिउँ यो राइडमा झ्याउ लायो भने ड्राइभिङ झ्याउ लायो अरे बिजुवासित बस्दा अब चिया खाने कार्यक्रम हुन्छ के अरे अनि त्यसपछि गइन्छ आजै पानी परेछ फेरि के हो कुनै पानी पर्ने भनेको चाहिँ भोलि गान्तोकमा हिउँ बन्नको लागि हो अब भोलि मौसम खुलेर एकदम सकारात्मक हिमाल देखिन 1 hour later. बाटो चाहिँ अब भाइले कसरी लिएर जान्छ हेरौँ है त
बाटो चाहिँ डेन्जरै खत्तम रहेछ। यस्तो धुलो 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 धुलो। मम्मी झन्डै स्कुटर नल्याएछ। बाइकलाई विश्राम एकछिन नानीले एक्सप्लेन गरिरहेको छ। ओइ स्वामी इन्जोय गर्छस्? कस्तो लाग्छ त बाटो? झन्डै गुल्टेको म चिप्लेर गुल्टिसकेको त्यो मान्छे गुल्ट्यो कि हाल्नु मामाले हाल्नु। One hour later. Finally guys, we are here. मेरो मोबाइलले चाहिँ खासै केही क्याप्चर गरेको छैन है, तर रियलमा चाहिँ दामी नै देखेछ। ल गाइजहरु आइपुग्यो है, आइपुग्यो। Finally guys, finally we are here. चाहिँ हिमाल देखिएछ, तर अब अहिले चाहिँ हाम्रो आँखाले मात्रै देखिएछ। मेरो यो मोबाइलको क्यामेराले भ्याउँदैन। अमृत भाइ चाहिँ एकदम प्रोफेसनल बार्बिक्यू गर्ने मान्छे हुनुहुन्छ है, गर्दै हुनुहुन्छ। ल अमृतले यस्तो चोपिलो बनाएछ, साह्रै मिठो। 2 दिनों से मैंने ठीक से खाना नहीं खाया है और मैं इस दावत का भरपूर फायदा उठाऊंगा। अजीब जानवर है, कितना भी खाए भूखा ही रहता है। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ। ल हिँड्यो के अरे हामी त अब बिहान उठेर खासै भ्लग पनि गर्ने होइन, त्यस्तै भयो। ल अब अहिले चाहिँ हिँड्यो। मेरो फोन आयो। This is our Siapek. अब
भाइ भाइलाई अनि म आनन्द खान पनि नदिने फोटो खिच्न नि दिन्नन् भिडियो बनाउन नि दिन्नन् त्यहीँ बल्ल बस्छन् अहिले चाहिँ बल्ल बल्ल आइया इन्जोय गर्न पाउन अमृत हेरेर आँखा तरेर के दिक्छ आयो घुँडाको कुरा थियो है तँलाई सम्झेँ कि मैले दाइले चाहिँ तेरो दिमाग घुँडामा छ क्या दिमाग खोल्नु थियो तेरो दिमागको याद आयो मलाई चाहिँ तेरो घुँडाको दिक्छको घुँडा यत्रो हिजो त्यो बाटो गएको देखेर बिहान त आउनै मन लाग्थेन जिपमा पठाइदिनु भनिदिरहेको थिएँ तर पनि दाइले पठाएन मलाई तर के भनौँ मैले चाहिँ हात गरेँ बाटो यस्तो छ गाइस यो त सबैभन्दा सजिलो बाटो हो फेरि यो चाहिँ सबैभन्दा सजिलो बाटो है यो चाहिँ एकदम सजिलो भयो बाटो चाहिँ अहिले देखाउँछु म भयङ्करै छ एक ठाउँमा अब भयङ्करै छ अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले ल च्याङ्रा यहीँ त लानु पर्ला जस्तो छ त मम्मी यहाँ त यस्तो गरी गुल्टेको रहेछ नि टिप्पर त मान्छेलाई केही नभयो होला नि है यस्तो डेन्जर भएर त्यही त यस्तो डेन्जर भएर चाहिँ ल हेर भैली खेल्ने ल हेर भैली खेल्ने मान्छेहरू ल हेर बाटो बाटोमा ल हेर अमृत त फेरि राइडर हो नि फुस्किहाल्यो जहाँबाट पनि फुस्किरह्यो त यस्तो ठाउँबाट पनि फुस्कियो यहाँ पनि छ ल हेर नानी भैलीहरूको लागि हामी चाहिँ घट्टे खोला पुग्न अझै 5 किलोमिटर बाँकी छ मैले यस्तोमा त्यो तराई जाँदाखेरि देखिन्छ नि त यस्तोमा बसेर फोटो खिच्न मन लाग्थ्यो त्यो अलिक सानो सानो रहेछ खिच्छ नि त मान्छेहरूले धेरै सानो भयो खिच्न हुन्छ तर हुन त बस्छ साइडबाट बस्न त्यो त देखिन्न हो त्यसरी हो त्यसरी समीरलाई करिश्मामा साह्रै गाह्रो भएर बिचमा खाल्टोमा बस्छ त्यही भएर मैले अफर दिएँ कि यता एपेसरमा आउनलाई अहिले त खुसी भयो मैले यति खुसी त मैले घाममा हिमाल लेख्दा नि देख्दिनँ यसलाई हाम्रो भण्डारी रेस्टुरेन्ट एन्ड खाजा घर ल यो चाहिँ एकदम फेमस छ अरे ईश्वरी दाइ र अमृतले भन्नुभएको अब यहाँ चाहिँ एकदम खसीको एकदम चोपिलो मासु पाइन्छ अरे हो कि होइन अमृत हो के हो बोल्दैन भन्नु हिँड्छ त अझै समीर त्यो बाइकमा तँलाई खास प्रब्लम के थियो भन् त खुट्टा लास्टै दुखेको थियो अनि ड्राइभिङ कस्तो भएको थियो खुट्टा भाँचिला जस्तो भएको थियो अनि खुट्टा कस्तो भयो तैँले मेरो खुट्टा माथि जान्छ यस्तो जुलुम गरेर रहेछन् भाइ बिचरा समीर माथि यस्तो जुलुम यस्तै हो कि समीर अब कतै घुम्न जानु परेपछि अलिकति सेक्रिफाइस त गर्नै पर्यो नि होइन कतै अलिकति दुःख नभइकन घुमेको त के रमाइलो भयो तँलाई अब यो भोलि पर्सिसम्म याद हुन्छ नरोइ कि नरोइ
लगेर फोन चलाउन नपाएका मान्छेहरू यसो वाइफाई भेट्ने बित्तिकै फोन लिएर बस्छन् लगेर यो चाहिँ बल्ल एकछिन चलाएर भ्याएर बसेको हो। यो चाहिँ मेन नम्बर भाइ साहब त के 24 घण्टामा 25 घण्टा मोबाइल चलाउनुहुन्छ डाइरेक्ट। बिचरा यिनीहरूको चाहिँ फोन छैन, त्यही भएर यत्तिकै हेरेर बस्नु पर्यो। त्यही त यत्तिकै इन्जोय गर्ने हाम्रो समीरको फेरि। ल अब खानासाना खाइयो, अब लाग्ने होला नि। राइडर नम्बर 1 राइडर, नम्बर 2 मा यता चाहिँ रुमी, मेरी रुमी। नम्बर 2 राइडर। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। मेरो ड्राइभर हो यो। आज राम्रै चढाएर लिएर आएको छ अहिलेसम्मलाई। मेरो ड्राइभर झोला चाहिँ ठुलो हो नि त, यो बिचा पर्छ। विजय बाबा राइडर त फेरि करिश्मा बोकेर एउटा टिप्परै लिएर हिँडे जस्तो भयो होला। ल च्याङ्रा हेर्न आइयो। अब दाइहरू उतातिर जानुभएको छ के अरे, कुन पक्का गर्छन् कि लाने हो कि लाने होइन कि। ल च्याङ्राहरू टन्नै छ नि, टन्नै त के भन्ने, ठिकै हो नि दसैँको लेखी त। दाइहरू हेर्दै हिँड्नु अब कुन फिक्स गर्नुहुन्छ कि गर्नुहुन्न कि। कुन लाने हो अमृत? 28 अरे उताको 40। अभी क्या अभी 28 का। ल एउटा हात घुमा त नानी, हात घुमा त कुनले जाने होस् ल। हो नानीले सही गरे। यो नि मोटो छ, मोटो बोसो होला यसको। कोही रमा नानीलाई च्याङ्रा खान मन छ कि भेडा त नि। नानीको त फेरि टर्की हुन्छ कि, नानीको टर्की हुन्छ कि। One eternity later. राजको हाम्रो आज घाम पुगेर आएर पनि हामीले 4 घरको 3टा घरको रङ्गोली कम्प्लिट गरेका छौँ। हामी 4 घरको घाम गर्थ्यौँ, 4 घरको छक्कै पनि सब रङ्गोली कम्प्लिट गरेका छौँ। रङ्गोली नै एकदम राम्रो भयो। त्यही सोच्थेँ किन अलिक ठुलो भयो मेरो। लगाइ। बाई बाई।